सम्पूर्ण नमस्कार। एकजना सिस्टरले बर्थडे ड्रेस प्लिज भन्नुभएको छ। उहाँको लागि र खासमा मेरो माइली दिदीको लागि मैले बर्थडे ड्रेस गराउन गइरहेकी छु। सबैजना साथीहरूले अन्तिम समय हेरिदिनु होला भन्न चाहन्छु। हजुरहरूले पनि यसरी नै बर्थडे ड्रेसमा चाहिँ यो ड्रेस बनाएर लगाउन सक्नुहुन्छ। मैले मेरो दिदीको लागि बनाएको खास पनि हजुरहरूले भिडियो अन्तिम समय हेरिदिनु होला भन्न चाहन्छु। उहाँले चाहिँ यो ड्रेस एकदमै मन पराइदिनु भएको छ। मैले सोचेकै थिएन यो ड्रेस उहाँले बर्थडेमा लगाउनुहुन्छ भनेर। उहाँलाई लगाउँदाखेरि पनि एकदमै राम्रो देखियो। मैले हजुरलाई भिडियो चाहिँ राम्रोसँग देखाउन र बुझाउन सकेको छैन जस्तो पनि लाग्यो, किनकि म एकदमै हतारमा थिएँ। किनभनेपछि आज हुरी बतास पनि आएको थियो, टाइम पनि भएन। म एकदमै हतारमा बनाएर देखाएको ड्रेस हो यो। हजुरहरूले अब यस्तो ड्रेस पनि कसले लाउँछ र पनि भन्नुहुन्छ धेरैजना साथीहरूले। उहाँहरूको लागि चाहिँ मैले बनाएर देखाएको थिएँ। किनभनेपछि बर्थडे एकछिनको लागि मात्र हो। हामीले अब 5,000 4-5 हजार जतिको खर्च गरेर लाउनु भन्दा पनि यस्तै ड्रेस लगाएर बर्थडे मनाउँदा एकदमै राम्रो पनि देखिन्छ। उहाँले डान्स पनि गर्नुभएको छ। मैले डान्स गरेको भिडियो पनि हाल्छु। हजुरहरूले चाहिँ यो भिडियोलाई